ल गाइज हामी चाहिँ घुमिरहेको छौँ अहिले दुबईको ठ्याक्कै यो हेर्नुहोस् तपाईँले हेर्न सक्नुहुन्छ यो दुबईको सबैभन्दा ठुलो ठाउँ बुर्ज खलिफा भन्ने हजुरहरूले धेरै सुन्नुभएको होला होइन। र हामी आज घुमिरहेको छौँ दुबई बुर्ज खलिफा इमारेट्स युएई। ल हेर्नुहोस् यति सुन्दर छ कि होइन, यति सुन्दर छ कि कल्पनै गर्न सकिँदैन हजुर। ल हेर्नुहोस् यहाँ हेर्नुहोस् होइन, हामी यहाँ घुमिरहेको छौँ र हामी यो घुमिरहेको अन्तरमा अब हामी यात्रा अगाडि बढाउँदैछौँ। र यहाँ रहेको छ यो पोखरी, यति सुन्दर छ कि यति राम्रो छ कि हजुर होइन, तपाईँले कल्पनै गर्न सक्नु हुँदैन कि होइन। तपाईँ यहाँ हेर्नुहोस् मलाई यति रमाइलो यति मजा आइरहेछ हजुरको। यहाँ सँगसँगै बुर्ज खलिफा ल हेर्नुहोस् यस्तरी, ल हेर्नु ओहो सक्छ त नि हो क्या। ल हेर्नु हामी यसरी घुमिराखेको छौँ होइन, तर म एक्लै छु है। ल हेर्नुहोस् यसरी यत्रो यहाँ यत्रो दुनियाँ हेर्नु। ल हेर्नु दुनियाँले कस्तो बनाएको छ यो हेरी त मैले हाम्रो नेपाल हेर्ने हो भने त कसम म दुबई छु, मलाई नेपाल आउनै मन लागेको छैन कसम क्या, म आउँदिनँ पनि होइन। किनभने हामीलाई यति राम्रो ठाउँ होइन, सबैलाई मान्छेले राम्रो खाना राम्रो पाउने हो नि त होइन। सबैलाई राम्रो चिज पाउँदा त त्यहाँ किन आउँथ्यो, आफ्नो त माया लाग्थ्यो नि सबैलाई। ल हेर्नुहोस् सबैजनाले राम्रो, ल हेर्नुहोस् ओहो सक्छ त नि कसम। म त छ नि भन्यो भने त ओहो हाम्रो नेपाल पनि यस्तै हुनुपर्ने हो। ल हेर्नुहोस् यहाँ कति रमाइलो कति घमाइलो, जहाँ गए पनि जे गरे पनि सबै कुरो एउटै। ल हेर्नुहोस् सक्छ त नि, आँखाले नभ्याउने चिज छ यहाँ, तपाईँको आँखाले हेर्न नसक्ने चिज छ। तपाईँ यहाँ खास बन्यो भने यहाँ घुम्न आउनु भयो भने छ नि तपाईँले यो ठाउँ छोडेर जानै मन लाग्दैन। ल हेर्नुहोस् यहाँ झिलिमिली हाम्रो मैले नेपालमा तिहारमा मात्रै झिलिमिली हुन्छ, यहाँ मैले एनी टाइम जतिखेर हुन्छ हजुरहरू आउनु भयो भने तपाईँहरूलाई यहाँ जतिखेर नि झिलिमिली देख्न सकिन्छ, बुझ्नुभयो नि। ल हेर्नु त यहाँ घर कत्रा कत्रा ओहो। ल हेर्नु ल घर हेर्नु त ल ओहो। ल बुर्ज खलिफा ल हेर ल ल ल के भन्छ हेरेर भने चित्त त बुझाउनु पर्यो भन्ने। ल हेर ल यहाँ मेरो दुईवटा साथी छन् होइन, यहाँ ल हेर यहाँ टिकटक भिडियोहरू फोटोहरू खिचिरहेछन्, कति रमाइलो गरिरहेछन् हेर त। अनि कति रमाइलो छन् ल हेर यहाँ। अनि ए ल हेर ए मेरो साथीहरू ए अब यहाँ भिडियो बनाउने सुरसार हुँदैछ मेरो साथीको। ल हेर यहाँ ए ल चट्टा राम्रो ल सिधा गरिदेऊ त ठिक छ। ल एकदम बवाल छ। ल सक्छ त नि साथी। ल हेर्नु यस्तो हो नि त, यो हो नि त दुनियाँ भनेको होइन, रमाइलो खुसी हुने भनेको यस्तो ठाउँ हो नि त। ल हेर्नुहोस् यहाँ ल हेर्नु ओहो उहाँको पारीको घर हेर्दा त यस्तो लाग्छ कि यो समुद्रमाथि नै बने जस्तो लाग्छ है, हेर्दा कस्तो कस्तो लागिरह्यो होला। ल हेर्नु त ओहो कसम सक्दिनँ म त एकदम खुसी। ल हेर्नु त ल कस्तो लागिरहेछ त मेरो साथीहरू हेर्नु ल यति खुसी भइरहेछन् होइन। अब यस्तै हुनु पर्यो, खुसी हुनु पर्यो सबैजना। ल हेर्नु घरहरू हेर्नुहोस् त ल ओहो। ल हेर्नु त यहाँ झिलिमिली ओहो ल। अनि हेर त ल यहाँ तल ठ्याक्कै पोखरी, ठ्याक्कै उयो माथिको सिधा। ल हेर त यो के हो, यो के हो, यो यति अग्लो के हो यो, मिया बुर्ज खलिफा यल्ला बिबी कम टु दुबई भनेको यही हो, बुझ्यो नि। ल हेर सरर हेऱ्यो नि चित्त बुझाउनु पर्यो। आऊ मन लागिरह होला नि होइन, आउनुपर्छ नि टक्क आउनुपर्छ घुम्नलाई। अहिलेलाई यति भन्दै
म पनि घुम्न चाहन्छु रमाउन चाहन्छु तपाईँहरूलाई चाहिँ देखाइदिउँ भनेर मात्र उ गरेको ल हेर त मेरो दुईजना साथीहरू छन् अनि म छु यहाँ अनि यो झिलिमिलीको साथमा अब म पनि रमाउँछु सँगसँगै तपाईँ पनि रमाउनु हस् त नमस्ते है त।